हेलो सबैजना मेरो साथीहरूलाई स्वागत छ यो सुन्दर बिहानीको समयमा स्वागत भन्न चाहे धेरै दिन पश्चातको यो भिडियोमा यहाँहरूलाई स्वागत छ। सो आज चाहिँ म बाहिर जान लागेको भर्खर कामबाट आएर अब बाहिर जान लागेको। सो के हो भन्दाखेरि म चाहिँ आज कसरी सुरु गरौँ आजको ब्लगलाई चाहिँ म एउटा स्पेसल तरिकाले सुरु गर्न चाहन्छु क्या। स्टुडेन्टको कथाबाट चाहिँ म सुरु गर्न चाहन्छु आजको ब्लगलाई। कसैको लाइफसँग मेल खायो भनेपछि राम्रो नसोचिदिनु होला। यो त एकजना साधारण सामान्य परिवारको एकजना जवान मान्छे पहिला पढाइ सकायो अनि +2 सकायो अनि +2 सकाएर यतिकै बसिरहेको थियो अनि गाउँमा अलिअलि यताउता गरिरहेको थियो रे है। अनि उसले चाहिँ अब म काठमाडौँ छिर्छु, काठमाडौँ छिरेर केही कुरा गर्छु भनेर काठमाडौँ छिरेको रहेछ। काठमाडौँ छिरेपछि चाहिँ के भयो भन्दाखेरि ऊ चाहिँ अर्कै भिजन लिएर छिरेको, तर पनि उसको भिजन चाहिँ जब काठमाडौँ छिर्यो नि त्यहाँदेखि चाहिँ उसको उसहरू चाहिँ चेन्ज भइदियो विचारहरू। अनि विचार चेन्ज भइसकेपछि ऊ चाहिँ जापानिज भाषा पढ्नलाई सुरु गर्छ हैन। अनि जापानिज भाषा पढ्न सुरु गरेपछि ऊ चाहिँ लकडाउन हुन्छ, लकडाउनमा घरि घर जाने घरि आउने अनि अब त्यस्तै गर्दा गर्दै खेलाँचीमै उसले एप्लाई गर्छ अनि उसको सिओए पनि आउँछ। सिओए आइसकेपछि उसले चाहिँ के गर्छ भन्दाखेरि सिओए आएपछि उसले प्रोसेस चाल्छ हैन, प्रोसेस चाल्छ अनि प्रोसेस चालिसकेपछि उसको भिजा पनि आयो। ऊ चाहिँ भिजा आउने दिन पनि भिजा आएको जस्तो अब भिजा आउने दिन भन्दा पनि उसको फ्लाइटको दिन पनि चाहिँ अब म विदेश जान लागेको छु भन्ने त्यस्तो खालको उसको विचारहरू थिएन रे क्या। किनकि ऊ चाहिँ एउटा लक्ष्य नि थिएन उसमा अनि उसमा खुसियाली नि थिएन, उसमा केही थिएन क्या। खालि उसले ख्यालमा एप्लाई गर्यो, सिओए आयो अनि भिजा पनि आयो अनि त्यसपछि चाहिँ उसले एप्लाई गर्यो, हरेक कुरा भयो। त्यसपछि चाहिँ ऊ विदेश जान लागिरहेको हो नि त, त्यही भएर उसलाई चाहिँ त्यस्तो केही पनि भएन रे। अनि त्यसपछि ऊ विदेश पनि आयो हैन, विदेश आएर त्यसपछि अब जापानको तुलनामा चाहिँ एक गाउँ नै भनौँ, गाउँ जस्तो ठाउँमा आयो रे। अनि त्यसपछि अब उसको दिनचर्याहरू ठिकै बित्दै गयो रे। अनि त्यसपछि उसले जापानिज भाषाको स्कुल 2 वर्ष पढेर सकाएर अनि त्यसपछि अब सिनमन स्कुल छिर्नुपर्छ भनेर सिनमन खोजेर सिनमन नि छिर्यो अरे हैन। अब जेन तेन जापानिज भाषा स्कुलमा त अब नेपालबाट ल्याएको पैसाले उसले जेन तेन जिन्दगी चलायो। अब सिनमनमा नि छिर्यो अनि त्यसपछि सिनमन छिरिसकेपछि सिनमनको लागि चाहिँ अलिकति अर्कै ठाउँमा सरेर गएछ। अनि त्यो ठाउँमा पनि सिनमन पनि 1 वर्ष चाहिँ आनन्दले नै बितायो हैन। उसले अब अलिअलि पैसा तिर्यो, तर उसले नेपाल घरतिर चाहिँ पैसा पठाउन सकिरहेको थिएन रे, किनकि उसले चाहिँ एउटै काम मात्र गरिरहेको हुन्थ्यो नि त। अनि त्यसपछि उसले त्यस्तै बितायो हैन, यता सिनमन आएर नि 1 वर्ष त्यस्तै बितायो रे। अनि त्यसपछि चाहिँ के भयो भन्दाखेरि अब 2 वर्षमा छिर्नुपर्छ नि त, उसँग 0 छ पैसा, केही छैन, अब उसलाई गाह्रो भयो रे। अनि त्यसपछि चाहिँ ऊ गएर अफिसमा जान्छ अरे, गयो रे। अनि
मेरो चाहिँ अब पैसा छैन, गाह्रो भइरहेछ, त्यही भएर मलाई चाहिँ म चाहिँ अब मेरो स्यालेरी चाहिँ यतिमा आउँछ, यतिमा तिर्छु भनेर भनेछ। अनि त्यति भन्दा पनि त्यहाँको तिनीहरूले चाहिँ नियम बनेको नियमै हो, त्यही भएर नियम चाहिँ चेन्ज हुँदैन। त्यही भएर तिमीले पैसा चाहिँ तिर्नै पर्छ भनेर भनेछ। अनि पैसा तिरेनौ भनेपछि तिमी स्कुल आउन पाउँदैनौ भनेर भनेछ क्या। सो त्यही हो आजको कथा, यति नै हो। बाँकी चाहिँ आजको दिनभरको मेरो ब्लगबाट हुनेछ है त। सो त्यही हो गाइजहरू। साथीहरू म चाहिँ कावागुची आइसकेँ। यो चाहिँ साकुरा फुलेको रहेछ स्टेसनमा। साकुरा फुलेको रहेछ यहाँ। गाह्रो छ के गर्नु। म चाहिँ यता कावागुची आएको। साथीको रुममा आइयो, अब फर्किन लागेको। साथी चाहिँ थिएन। अनि अब खासमा साथी चाहिँ काममा गएको छ क्या, तर मेरो साथीको रुममा काम थियो, त्यही भएर आएको। अब चाहिँ फर्किन लागेको, सिधै फर्किरहेको छ। फेरि म उता चिबा जानु छ। अब डाइरेक्टै म चिबा जानुपर्छ। चिबा भन्दा नि अर्कै स्टेसन हो। अब म स्टेसनमा गएर त्यो स्टेसन जानुपर्छ। त्यही हो गाइजहरू। के गर्नु, गाह्रो छ जापानमा। अब रातभरि काम गऱ्यो, अनि अहिले कामकै कारणले यहाँ आएको। त्यस्तो यतिकै डुल्नलाई चाहिँ आएको होइन, काम परेर निस्केको थिएँ। के गर्नु, यो कारले फेरि फोहोर गरिरहेको छ क्या यहाँ। काम परेपछि निस्किनै पर्छ, यस्तै छ, के गर्नु। सो त्यही हो, ठिकै छ। जापानको लाइफ यस्तै छ अब सबैको, मेरो मात्र होइन। बिहान रातभरि काम गऱ्यो, दिनभरि अब क्लास गयो आयो, एकचोटि सुत्यो, त्यही हो सबैको। अझ मभन्दा पनि धेरै मेहनत गर्ने साथीहरू हुन्छ। खतरा स्ट्याचु भनेर राखेको छ। स्ट्याचु भन्छ के भन्छ आउँदैन फेरि मलाई त्यस्तो कुराहरू। सो त्यही हो, ठिकै छ। अब लाग्नुपर्छ फेरि चिबा। त्यसपछि त्यहाँबाट चिबा भन्दा पनि सायद म त उता उसमा पो जानुपर्छ होला, योकोहामा जानुपर्छ। योकोहामा गएर त्यसपछि फेरि म फर्किन्छु। फर्केर फेरि मेरो ब्याङ्कमा काम छ क्या आज चाहिँ। खासमा के भन्नु पर्दाखेरि गएको फी तिर्नु पर्ने छ क्या, त्यही भएर गएको फीको लागि चाहिँ फीहरू यताउता साथीहरूलाई, दादाईहरूसँग, भाउजूहरूसँग अब यताउता गरेर तिर्नु लागेको छु। सो त्यही हो खासमा। आज म डुल्नु परेको चाहिँ त्यही हो, नत्र भने त म अहिले मजाले सुतिरहेको हुन्थ्यो होला। कहाँ म अहिले यस्तो निन्द्रा लागेको बेला डुल्नु पर्थ्यो होला होइन, सुतेर बस्थ्यो होला काम भएकोले। त्यही भएर म चाहिँ आज दिनभरि चाहिँ यस्तै हुन्छ होला। यताउता गर्दा गर्दै दिन जान्छ होला मेरो सायद, जहाँसम्म लाग्छ। त्यही हो साथीहरू, गाह्रो छ जापानमा पेट पाल्न। सो त्यही हो। अब
के गर्नु ठिकै छ। जापानमा फेरि यस्तो ठाउँमा टेलिफोन राखेको हुन्छ क्या, यहाँ जाने पैसा तिर्ने अनि फोन गर्ने यस्तो हुन्छ। आज साथीको रुममा गएको, बिचरा साथीको साथीहरू सुत्नु गएको रहेछ अनि चुप लागेर आफ्नो काम मात्र गरेर आएँ। म खासमा साथीको रुममा गएर पैसा लिनु थियो क्या, साथीले चाहिँ मलाई दिइरहेको, मेरो पैसा नपुगेर सबैसँग यताउता गरेर गर्नु परेको छ, त्यही भएर साथीकोमा पैसा लिन आएको थिएँ। कस्तो राम्रो फुलेको छ यो फुल। अनि साथीकोमा आएर अब फर्किन लागेको। कस्तो खतरा बनाएको छ त्यहाँ लाइन। जापानको बाहिर दृश्य रमाइलो छ, झिलिमिली छ, तर जापानको मान्छेहरूको मनमा चाहिँ यस्तो झिलिमिली छैन क्या, पिरै पिरा छ सबैलाई। हुन त यो बन्दै गर्दाखेरि नेपालमा नि छ त भन्नुहुन्छ होला, तर जापानको जस्तो बागडोरको कुरा चाहिँ छैन नेपालमा, किनकि सब मान्छेहरू फ्री हुन्छ क्या। जापानमा भनेको मान्छेहरू कुरेको छ। एकछिन उभिने समय नै छैन क्या जापानमा मान्छेहरूलाई। त्यही हो, म अब चाहिँ इन्ट्री गर्छु, यहाँबाट जानुपर्छ म। जिन्दगी शून्य, गीत ट्रेन पनि शून्य। The next station is Shinmaruko, TY10. This train does not have a conductor on board. Leaning on the platform gates is very dangerous. Please keep away from the platform gates when leaving the platform.
सो आजको ब्लगलाई म यहीँ अन्त्य गर्न चाहन्छु अनि आज धेरै ठाउँमा डुल्न पाइयो अनि विशेष गरी म के भन्न चाहन्छु भनेपछि मलाई पैसा हेल्प गर्ने सबै साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि उनीहरूको कारणले गर्दा अब म स्कुल जान पाइराखेको छु नि त त्यही भएर उनीहरूको गुणलाई चाहिँ म कहिल्यै बिर्सिने छैन यो अवस्थामा होइन जापानमा अब पागल हुने अवस्थामा पनि साथीहरूले यति धेरै हेल्प गर्नुभयो त्यही भएर धन्यवाद दिन चाहन्छु अनि गाह्रो छ के गर्नु अब यसपालि त म सायद पागलै हुने जस्तो भइसकेको थिएँ तर पनि साथीहरूले यति धेरै हेल्प गर्नुभएको छ त्यही भएर म चाहिँ एकदम खुसी छु अनि अब के हो भन्दाखेरि साथीहरू म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यदि तपाईँहरू पनि जापान आउँदै हुनुहुन्छ अनि विचारहरू गर्दै हुनुहुन्छ भनेपछि धेरै कुराहरू सोचेर अनि बुझेर मात्र आउनु होला म जस्तै होइन लक्ष्यबिन केही नसोचेर केही नबुझेर चाहिँ कोही पनि नआइदिनु होला भन्न चाहन्छु किनकि गाह्रो छ यहाँ धेरै गाह्रो छ अब सङ्घर्ष गर्न सक्यो भनेपछि चाहिँ छ सजिलै छ तर पनि सङ्घर्ष चाहिँ धेरै गर्नुपर्छ त्यही भएर यस्तै घटनाहरू पनि घटिरहेको हुन्छ नि त मान्छेहरू अब यहाँ होइन सुसाइड गरेर मऱ्यो अरे अब कतिले के भयो अरे भनेर नेटहरूमा आइरहेको हुन्छ क्या त्यही भएर धेरै कुराहरू चाहिँ बुझेर मात्र आइदिनु होला किनकि विदेश हो गाह्रो हुन्छ मिहिनेत गर्नुपर्छ त्यसमाथि नै हामी स्टुडेन्टहरूलाई झन् धेरै गाह्रो छ क्या स्टुडेन्टहरूलाई झन् धेरै गाह्रो छ जसले जे भने नि भन्नुहोस् रातभरि काम अनि दिनभरि स्कुल हुन्छ त्यही भएर गाह्रो छ त्यही भएर दुःख गर्नुपर्छ त्यही भएर धेरै कुराहरू बुझेर मात्र आउनु होला अब म जस्तो एकजनालाई मात्र होइन 100जनासँग बुझ्नु होला अनि म जस्तो एउटा कुरा मात्र सोच्ने होइन कि धेरैचोटि धेरै कुराहरू सोचेर मात्र जापान आइदिनु होला भन्न चाहन्छु किनकि गाह्रो छ स्टुडेन्टमा आउनेहरूलाई चाहिँ तर पनि मिहिनेत गर्नेहरूलाई छ तर पनि गाह्रो चाहिँ छ नै जसले जे भने पनि यसको मतलब नआउँछ भन्न सक्दिनँ अब राम्रै ठिकै छ तर पनि गाह्रो छ त्यही भएर यदि होइन अब मिहिनेत गर्छु भनेर आउन चाहनुहुन्छ भनेपछि तपाईँहरू आउन सक्नुहुन्छ तर के भन्न चाहन्छु भन्दाखेरि यसपालिको फुकुओकाको जस्तै घटनाहरू घटाउनलाई हो भनेपछि नआइदिनु होला किनकि यतिकै पनि कम्तीमा नि 14-15 लाख त हामी यतिकै नि खर्च गरेर आएका हुन्छौँ त्यसमा नि अब त्यही हामी घर छोड्ने दिनदेखि नै हाम्रो बुवा आमाहरू चाहिँ तनावमा हुन्छ क्या टेन्सनमा हुन्छ चिन्तामा हुन्छ त्यही भएर यतिकै नै हामीलाई हाम्रो बुवा आमाहरूलाई टेन्सन दिएर छोडेको हुन्छौँ ऋणको बारी बोकाएर छोडेको हुन्छौँ कसरी तिर्ने के गरेर तिर्ने भनेर छोडेको हुन्छौँ अनि त्यसमा पनि तपाईँहरू अब यस्तो सुसाइडको कुराहरू मर्दिने कुराहरू गर्नुभयो भनेपछि तपाईँहरू नेपाल फर्किँदा नै राम्रो हुन्छ जस्तो लाग्छ क्या तपाईँको दिमागमा त्यस्तो आउँछ भनेपछि किनकि हामी मरेपछि हाम्रो परिवारलाई चाहिँ अझै अर्को दुःख अर्को पीडा थपेर चाहिँ हामी छोड्छौँ क्या त्यही भएर प्लिज तपाईँहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूको दिमागमा त्यस्तो कुराहरू आउँछ भनेपछि त्यो कुराहरूलाई बन्द गर्नुहोस् सुसाइडको कुराहरूलाई किनकि हाम्रो बाटो कुरेर बसेको हाम्रो परिवार छ त्यही भएर म त्यही भन्न चाहन्छु
हो समस्या नआउने कुरा होइन, सब आउँछ क्या। अब त्यसलाई चाहिँ हामी सामना गर्ने सिक्नुपर्छ। सो त्यही हो आजको ब्लगमा। धेरै गफ मात्र गरेर छोडेँ, अरू केही देखाउन सकेन, त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु। बाँकी कुरा चाहिँ अर्को ब्लगमा गरौँ होला। सो आजलाई यति नै, हस् त, बाई बाई।